आजको यस भिडियोमा फायर अलार्म सिस्टम के हो भन्ने कुरा हामी थाहा पाउन जाँदैछौँ। फायर अलार्म सिस्टम चाहिँ जुन कुनै पनि घर, बिल्डिङ अथवा प्रपर्टीहरूको चाहिँ सुरक्षा गर्नको लागि, आगोबाट बचाउनको लागि चाहिँ बनाइएको हुन्छ। हुन त आगो लाग्छ नै, तर आगो लागे पश्चात मानिसहरूको रक्षाको लागि, त्यहाँ भएको सिभिलहरू मतलब जनताहरूको रक्षाको लागि जुन बनाइएको त्यो जो सिस्टम छ त्यसलाई चाहिँ फायर अलार्म सिस्टम भन्छ। र आगो लागिसकेपछि त्यो आगो निभाउने प्रोसेसको लागि मतलब छिटो गरिने प्रोसेसको लागि राखिने, जडान गरिने सिस्टमलाई नै फायर अलार्म सिस्टम भनिन्छ। अब फायर अलार्म सिस्टमको महत्त्व, यसको इम्पोर्टेन्स चाहिँ के छ भन्दाखेरि मान्छेको ह्युमन लाइफ चाहिँ यसले सेभ गर्छ। कसरी भन्दाखेरि मानिसहरू चाहिँ त्यो जब आगो लाग्छ र फायर अलार्म सिस्टममा चाहिँ ब्रेक कल पोइन्ट हुन्छ, ब्रेक ग्लास भनिन्छ, तिनीहरू जब खिचिन्छ र मानिसहरूलाई अलर्ट गरिन्छ, किनकि साउन्डर सिस्टमहरू रहेको हुन्छ, फ्ल्यासरहरू रहेको हुन्छ, त्योद्वारा चाहिँ उनीहरू अनि भागेर चाहिँ त्यो बिल्डिङ अथवा त्यो प्रपर्टीहरूबाट बाहिर आउन सक्छन्। अनि अर्को जुन हुन्छ त्यो प्रपर्टीहरूलाई बचाउनलाई, मानव कुनै एउटा वेयर हाउसहरूमा चाहिँ आगो लागिरहेको छ भने त्यो वेयर हाउसको सबै पूर्ण रूपमा क्षति हुनुबाट बच्नको लागि फायर अलार्म सिस्टमले चाहिँ तत्कालीन के गर्छ भन्दाखेरि अलर्ट सिस्टम जारी गर्छ, जसले गर्दा दमकल सिस्टमहरू र अनि फायर ब्रिगेड टिमहरू आएर चाहिँ यसलाई चाहिँ निभाएर जनधनको क्षति गर्न मतलब प्रपर्टीहरूलाई बचाउन सकिने भयो। अनि अर्को छ इन्भाइरोमेन्टलाई पनि, जस्तै फायर अलार्म सिस्टम भनेको चाहिँ आगो लागेपछि चाहिँ एक्टिभेट हुने सिस्टम हो। र आगो लागेर यदि फायर अलार्म सिस्टम नै भएन भने चाहिँ आगो लागेर चाहिँ पुरै जनधनहरू नष्ट हुँदाखेरि, घर, बिल्डिङ अथवा कुनै वेयर हाउसहरू आगो लाग्दाखेरि चाहिँ त्यो धुवा, कार्बन डाइअक्साइड चाहिँ वायुमण्डलमा गएर परिवर्तन मिसिने भएर इन्भाइरोमेन्टलाई चाहिँ पोल्युटेड गराउन सक्छ, एयर पोल्युसन हुनसक्छ। अनि अर्को छ इकोनोमी सिस्टम। कुनै पनि बिल्डिङहरू तयार हुनुभन्दा पहिला चाहिँ धेरै लागत लगानी गरेर बनाएको हुन्छ, धेरै इन्भेस्टमेन्टहरू रहेको हुन्छ। यदि त्यो चाहिँ आगो लागेर नष्ट भयो भने चाहिँ इकोनोमिक कन्डिसनमा के हुनसक्छ, त्यो ठाउँको, त्यो एरियाको जो इन्भेस्टरहरूको चाहिँ पैसा डुब्न सक्छ, इकोनोमीमा पनि फरक पर्न सक्छ। अनि फायर अलार्म सिस्टम लगाइन्छ किन भन्दाखेरि बेटर लाइफको लागि, आफ्नो र आफ्नो परिवार र जनताहरूको लाइफहरू बचाउनको लागि। कुनै पनि बिल्लाहरू, प्राइभेट घरहरू, प्राइभेट बिल्डिङ सेक्टरहरूमा चाहिँ फायर अलार्म सिस्टम लगाइन्छ, किनकि फायर अलार्म लगाएपछि उनीहरूको परिवारहरू सुरक्षितसँग बाहिर आउन सकुन्। फर इक्जाम्पल कुनै रुममा कसैले चुरोट खायो अथवा धुवा गर्यो भने पनि, अथवा केही रुममा चाहिँ कुनै हिटर आइरनहरू जलेर चाहिँ धुवा भयो भने पनि फायर अलार्म सिस्टमले डिटेक्ट गर्छ र त्यसलाई तुरन्त निभाएर उनीहरू बेटर लाइफ जिउन सकिन्छ। अब यसको वर्किङ प्रिन्सिपल चाहिँ म तपाईँलाई विस्तारित रूपमा त बताउन अर्को भिडियोमा आउने नै छ। कसरी काम गर्छ भन्ने कुरो चाहिँ एउटा सिम्पल कन्सेप्टबाट देखाउँछु। जब आगो लाग्छ, आगो लागेपछि फायर अलार्म सिस्टममा चाहिँ विभिन्न सेन्सरहरू जडान गरिएको हुन्छ। आगोको लागि स्मोक सेन्सर, अनि धेरै टेम्परेचर भएको ठाउँमा चाहिँ हिट डिटेक्टर, त्यसपछि बिम डिटेक्टर, विभिन्न डिटेक्टरहरू चाहिँ राखिरहेको हुन्छ। त्यो डिटेक्टरहरूले आगोलाई अथवा डिटेक्ट गर्छ। फायरलाई डिटेक्ट गरेपछि सिग्नल तुरन्त कहाँ पठाउँछ, कन्ट्रोल प्यानलमा पठाउँछ। फायर अलार्म कन्ट्रोल प्यानलमा पठाउँछ। त्यो कन्ट्रोल प्यानलमा गएपछि कन्ट्रोल प्यानलले आउटपुट के दिन्छ भन्दाखेरि सिग्नल, साइरेन्सर अथवा साइरेन्सर भनेको चाहिँ कराउने चिज होइन, साउन्डर पनि भनिन्छ। र फ्ल्यासर भनेको चाहिँ बत्ती बल्छ, प्लिक 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 बत्ती बल्छ, जसले चाहिँ आगो बलिरहेको छ भन्ने कुरो जनाउँछ भने अर्को टिउँ कराउने खालको चाहिँ साउन्ड सिस्टमहरू चाहिँ राखिएको हुन्छ। ती सिस्टमहरूले चाहिँ मान्छेहरूलाई अलर्ट गरिन्छ। र यो पनि कुनै एक फिक्स एरियामा आगो लाग्यो र फिक्स एरियाको साउन्डर जल्यो, तर त्यो बिल्डिङभरि अथवा त्यो एरियाभरि नै सबैलाई सचेत गरेर बाहिर निकाल्ने मेन काम चाहिँ कसले गर्छ, ब्रेक ग्लासले। जब हामीले ब्रेक ग्लासलाई पुस गर्छौँ त्यो पुरै एरियामा चाहिँ साउन्डर बज्ने गर्दछ।
यो भनेको चाहिँ आफू बच्यौँ र अरूलाई पनि बच्चा भन्ने सिद्धान्तले चाहिँ ब्रेक ग्लास प्रयोग गरेको हुन्छ। ब्रेक ग्लास कसैले आगो देखेर भाग्ने क्रममा दबाएर जाने चिज हो र कसैले सेक्युरिटी गार्ड अथवा कुनै बिल्डिङको मान्छेहरूले युज गर्ने चिज हो। बुझ्नुभयो नि? यसरी चाहिँ फायर अलार्म अपरेट हुन्छ र यसको स्ट्रक्चर कस्तो हुन्छ भन्दाखेरि मेन इनपुट आउटपुट चाहिँ हाम्रो कहाँबाट आउँछ भन्दाखेरि फायर डम्परबाट आउँछ र त्यो एफएसिपी प्यानलमा जान्छ। फायर डिटेक्टरहरूबाट चाहिँ मेन सिग्नल आउँछ र त्यो एफएसिपी प्यानलमा फायर अलार्म कन्ट्रोल प्यानलमा जान्छ र त्यो गएर चाहिँ आउटपुट त्यसले कहाँ दिन्छ एफसिपीमा दिन्छ, फायर कन्ट्रोल प्यानलमा दिन्छ। र फायर कन्ट्रोल प्यानलबाट कहाँ जान्छ त भन्दाखेरि अटोमेटेड फायर सस्पेन्सनमा जान्छ, जसले चाहिँ आगो धुवाँहरू बाहिर निक्लिनुबाट बन्द गर्ने र धुवाँ अक्सिजन पस्न नदिने त्यो भित्र घरभित्र। र इमर्जेन्सी नोटिफिकेसन सिस्टम, त्यो चाहिँ इमर्जेन्सी नोटिफिकेसन सिस्टम भनेको चाहिँ के हुन्छ हाम्रो साउन्डर हुन्छ र फ्ल्यासर हुन्छ। फ्ल्यासर भनेको बत्ती बोल्ने, साउन्डर भनेको कराउने। त्यो तरिकाले चाहिँ आउटपुटमा चाहिँ त्यो जान्छ र अलर्ट भइन्छ। र त्यसको साथसाथै 24/7 भन्ने प्यानल हुन्छ जुनले चाहिँ फायर ब्रिगेड टिमलाई चाहिँ अटोमेटिक कल गरिदिन्छ र सिग्नल पठाइदिन्छ कि यो ठाउँमा आगो लाग्यो भने, यदि ठुलो आगो लाग्यो भने। अनि अर्को सिस्टम भनेको चाहिँ हाम्रो अर्को सिस्टम भनेको चाहिँ वाटर स्प्रिङ्कलर, जुन चाहिँ पानीको फोहरा हुन्छ त्यसलाई चाहिँ एक्टिभेट गराउने काम गर्छ। यसरी चाहिँ फायर अलार्म सिस्टम काम गरिन्छ भन्ने कुरो बेसिक कन्सेप्ट तपाईँले थाहा पाउनुभयो। अर्को भिडियोमा अर्को पार्टमा चाहिँ हामी यसलाई कसरी काम गर्छ भन्ने कुरोहरू लिएर आउनेछौँ। यदि तपाईँलाई भिडियो मन पर्यो भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। हामी यस्तै टेक्नोलोजी भिडियो नेपाली भाषामा लिएर आउनेछौँ।